संयुक्त राष्ट्रसङ्घको मानवाधिकार सम्बन्धी घोषणापत्रको धारा 19मा वाक स्वतन्त्रतालाई आधारभूत मानवाधिकारको रूपमा व्याख्या गरिएको छ। सन् 1991मा नामिबियाको विन्डोक सम्मेलनले प्रेस स्वतन्त्रता दिवसको अवधारणा ल्याएको थियो। युनेस्को र राष्ट्रसङ्घीय सार्वजनिक सूचना विभागको अवधारणालाई सन् 1993मा राष्ट्रसङ्घको महासभाले स्वीकृत गरेपछि हरेक वर्ष मे 3 तारिखलाई औपचारिक रूपमा प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउन थालिएको हो। सन् 1991मा युनेस्कोको अगुवाईमा राष्ट्रसङ्घले घोषणा गरेको प्रेस स्वतन्त्रता सम्बन्धी दस्तावेजमा भनिएको छ, विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकार सबैमा छ। यस्ता अधिकारभित्र बिना हस्तक्षेप विचार राख्ने र सूचना खोज्ने साथै दायराभित्र रही कुनै पनि सूचना वा विचारको आदान प्रदान गर्ने अधिकार पर्दछन्। विश्व प्रेस स्वतन्त्रता दिवस यसपालि सबै मिडियामा वाक स्वतन्त्रता नारासहित मनाइएको छ। संयुक्त राष्ट्रसङ्घको परामर्शदाताका रूपमा काम गर्दै आएको फ्रान्समा मुख्यालय रहेको रिपोर्टर्स विदाउट बोर्डर्स नामको गैर सरकारी संस्थाले विश्वमा आम सञ्चार र वाक स्वतन्त्रताको अवस्थाबारे वार्षिक अनुगमन र प्रतिवेदन सार्वजनिक गर्दै आएको छ। प्रेसमाथिको हस्तक्षेप, सम्बन्धित मुलुकको शासकीय व्यवस्था र पत्रकार तथा मिडियामाथि आक्रमण गर्ने माथि भएका कारबाहीको विवरणको आधारमा रिपोर्टर्स विदाउट बोर्डर्सले यसपालि पनि प्रेस स्वतन्त्रता प्रतिवेदन सार्वजनिक गरेको छ। सबै कम अङ्क पाएका क्षेत्रमा प्रेस स्वतन्त्रताको अवस्था राम्रो भएको मानिने यो इन्डेक्सले युरोपमा प्रेस स्वतन्त्रता उत्कृष्ट देखाएको छ। 0 देखि 100 अङ्कको मानकमा युरोपले 17, अमेरिका 30, अफ्रिका 34 र एसिया प्रशान्त क्षेत्रले प्रेस स्वतन्त्रताका लागि 42 अङ्क पाएको छ। अरब विद्रोहका कारण उथल पुथल भएको मध्यपूर्व र उत्तरी अफ्रिका क्षेत्र 48 अङ्कका साथमा प्रेस स्वतन्त्रता सुनिश्चित भएका मुलुकहरूको सबैभन्दा तल्लो स्थानमा छ। प्रतिवेदन अनुसार विश्वमा प्रेस स्वतन्त्रताको रक्षामा प्रतिबद्ध मुलुकहरूको पहिलो 3 स्थानमा युरोपेली मुलुकहरू छन्। फिनल्यान्ड लगातार तेस्रो वर्ष पहिलो स्थानमा छ भने नेदरल्यान्ड्स र नर्वे दोस्रो र तेस्रो स्थानमा छन्। प्रेस स्वतन्त्रतामा एकात्मक शासन व्यवस्था भएको मुलुक उत्तर कोरिया, तुर्कमेनिस्तान र इरित्रिया सबैभन्दा पछि छन्। 179 मुलुकलाई समेटेर तयार पारिएको सूचीमा एसियामा 147औं स्थानमा रहेको फिलिपिन्समा पछिल्लो दशकमा हत्या भएका 55 पत्रकारका मुद्दा सुल्झिएका छैनन्। युनेस्कोका अनुसार गत वर्ष विश्वभर 121 पत्रकारको हत्या भयो, जुन सन् 2011को भन्दा दोब्बर हो। रिपोर्टर विदाउट बोर्डर्सको प्रतिवेदनले इराक, सिरिया, उत्तर कोरिया, साउदी अरब, इरान, चीन, श्रीलङ्का लगायतका मुलुकहरूलाई प्रेस स्वतन्त्रता नाजुक अवस्थामा भएका देशका रूपमा चित्रण गरेको छ। कमिटी टु प्रोटेक्ट जर्नालिस्ट नामको अन्तर्राष्ट्रिय संस्थाका अनुसार विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन सुरु भएको 2 दशकको अवधिमा संसारभर 900 भन्दा बढी पत्रकार मारिएका छन्। पछिल्ला समयमा विश्वभर प्रेस र पत्रकारहरूको असुरक्षा बढ्दो क्रममा रहेको समेत प्रतिवेदनहरूले देखाएका छन्। सगरमाथा समाचारका लागि सन्तोष ओझा, काठमाडौँ।